अघोर बाबा र शिव भिन्नता चाहिँ के हुन्छ? शिव र अघोर भनेको त शिव नै प्रथम अघोरी भनेकै शिव। शिवलाई नै अघोर भनिन्छ। हाम्रो पशुपतिनाथको दक्षिण मुखलाई, पशुपतिनाथमा 5वटा मुख छ, त्यो 5वटा मुखको जो दक्षिणपट्टिको मुख छ त्यही मुखलाई नै अघोर भनेर पूजा हुन्छ। भनेपछि अघोर भनेकै शिव हो, शिव भनेकै अघोर हो। त्रेतायुगमा होस्, द्वापर युगमा होस्, तपाईँको भगवान् राम पनि आश्रम गरेर चाहिँ अध्ययन गरेको, भगवान् कृष्ण आश्रम गरेर अध्ययन गरेको, जति पनि राजाका छोरादेखि लिएर जनताका छोरासम्म सबै कहाँ जान्थे त विद्या आर्जन गर्न भन्दा आश्रम जान्थे। गुरु पूर्णिमा भनेको खासमा गुरुको दर्शन, गुरुको चाहिँ गुरु पूर्णिमा भन्छ नि। गुरु चाहिँ पूर्णिमाको मतलब पूर्णमा, त्यो दिन चाहिँ गुरु त सधैँ गुरु नै हो। हरेक दिन गुरुसँग ज्ञान लिन सक्यो, हरेक सधैँ गुरुको शरणमा जानु पर्यो, गुरुद्वारा मार्गनिर्देशित हुनु पर्यो। तर गुरु पूर्णिमामा त्यही दिन चाहिँ किन विशेष महत्त्व भन्दा गुरु पूर्णिमा मतलब गुरु चाहिँ पूर्ण माको रूपमा त्यो दिन चाहिँ हामी दर्शन पाउन सक्छौँ। पहिलो गुरु चाहिँ आमा, आमाले चाहिँ ज्ञान दिएर संस्कार दिएर माता पिताले चाहिँ उसलाई हुर्काएपछि गुरुको जिम्मामा लगाउने चलन हो। एउटा मान्छे जन्मिँदै त ज्ञानी हुँदैन। एउटा बच्चा भन्छ, एउटा के भन्छ, बच्चा चाहिँ जन्मिँदै शूद्र हुन्छ भनेको अज्ञान। शूद्र भनेको सानो जात भन्ने होइन, चेतनशील मानव, एउटा चाहिँ चेतनशील समाज, विकसित समाज, सभ्य समाजको लागि जो कुराहरूको जो चरित्र, जो तपाईँको चाहिँ चेतना, गुणहरू चाहिँ चाहिन्छ, त्यो सिक्ने ठाउँ भनेको आश्रम हो, गुरुको ठाउँ हो। गुरु शब्दै त्यति पवित्र शब्द हो। त गुरु भन्ने बित्तिकै ऊ ढोंगी भन्ने त त्यो त परिभाषा कहीँ लाग्दै लागेन नि त। समस्या के छ भने साधुको भेषमा कसैले फटाइ गरिरहेछ, भेष साधुको लिएर फटाइ गरिरहेछ, तर बदनाम कसको हुन्छ? साधुको हुन्छ। गुरु भनेकै तपाईँलाई अन्धकारबाट जो चाहिँ गुरु भनेर पुग्छ, या पुगोस् या नपुगोस्, उसले आफूले देखेको, चिनेको, नचिनेको सबैप्रति चाहिँ जो चाहिँ अन्धकारमा छन्, हे भगवान् यिनीहरू चाहिँ कसरी, यिनीहरूको लागि चाहिँ म यिनीहरूलाई उज्यालो देखाउँ, कसरी यिनीहरूलाई उज्यालोमा ल्याउँ भनेर सोच्ने व्यक्ति, त्यति चिन्तनशील व्यक्ति। वेदिका केसी चिन्नुहुन्छ? हेर्नु भएको छ? कहिले काहीँ देखेको छु मैले। कहिले काहीँ हेर्नु भएको छ? उहाँले कथा वाचिका राधिका दासीको विषयमा कुरा उठाउनु भएको छ होइन? यसै गरी अन्य बाबाहरूको विषयमा पनि उहाँले कुरा उठाउनु भएको छ। चाहिँ कस्तो लागिरहेछ तपाईँलाई? के भयो भनेदेखि यो समाज राम्रो उठ्थ्यो, के भयो भने हरेक व्यक्तिको व्यक्तित्व विकास हुन्थ्यो, त्यो कुरामा हाम्रो चिन्तन हो। त्यसको लागि हामी के गर्न सक्छौँ? आश्रम बनाएर हुन्छ कि एउटा जस्तै कार्यक्रम गरेर हुन्छ कि त्यसमा चाहिँ तपाईँको चाहिँ एउटा सामान्य शिविर चलाएर दुईजनालाई एउटा औषधि दिएर हुन्छ कि होइन, एउटा चेकअप गराइदिएर हुन्छ कि हामी उदाहरण दिउँ, एउटा अस्पताल यस्तो बनाऊँ कि जहाँबाट चाहिँ मान्छे छिरेपछि चाहिँ यता मन्दिर पनि साथमा, त्यहाँ चाहिँ औषधि डक्टरको तपाईँको चाहिँ मेडिकल्ली उहाँ चाहिँ ट्रिटमेन्ट होस्, साइडमा चाहिँ उसको ध्यान धारणा होइन, ध्यान गरोस्, जप गरोस्, भगवतीको आशीर्वाद लियोस्, गुरुको आशीर्वाद लियोस्। आज हामी खास गरी पछिल्लो समय बाबाहरूमाथि पनि एक खालको प्रश्न उठिरहेछ। पछिल्लो समय खास के हो, कस्तो हो भन्ने छ। त्यसमा पनि अघोर बाबा भनेको के हो? कसैले अघोरको एउटा वर्णन गरेको पाइन्छ, कसैले अर्को गरेको पाइन्छ। अब भर्खरै कति बाबालाई अघोर भन्न मिल्ने हो कि होइन, यस्तै यस्तै विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। यसका लागि अघोर शिवराम बाबा आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। नमस्ते, स्वागत छ। प्रसङ्ग यहीँबाट सुरु गर्छु म। तपाईँहरू केही कार्यक्रम गर्दै हुनुहुन्छ, तपाईँको अबको कार्यक्रमको विषयमा पहिला बताउनु न। नमस्कार। हाम्रो चाहिँ अहिले गुरु पूर्णिमा अब यही साउन 13 गते बुधबार गुरु पूर्णिमा छ। यो हाम्रो चाहिँ आध्यात्मिक परम्परामा, सन्त परम्परामा या हाम्रो सामाजिक परम्परामै, धार्मिक परम्परामा गुरु पूर्णिमाको बहुत महत्त्व छ, धेरै महत्त्व छ। किनकि ज्ञानको परम्परामा किन गुरु बिना ज्ञान पाइँदैन होइन। ज्ञानको लागि गुरु कहाँ जाने? हाम्रो आजको कुरा होइन, प्राचीन समयदेखि, इतिहास कालदेखि, तपाईँको रामको काल होस्, कृष्णको काल होस्, ऋषिमुनिहरूको सुन्नु, सबैको को हुन्थ्यो त? गुरु हुन्थ्यो। सबै गुरु कहाँ जान्थे, गुरुसँग शिक्षा लिन्थे, दीक्षा लिन्थे। आध्यात्मिकदेखि लिएर सामाजिक, पारिवारिक, भौतिक हर कुराको ज्ञान गुरुकाबाट पाइन्थ्यो। त्यही भएर गुरुको महत्त्व भएको। जस्तै व्यासलाई अहिले व्यास पूर्णिमा पनि भन्छन् हाम्रो समाजमा, व्यास पूर्णिमा पनि भन्छन् यसलाई। तपाईँको चाहिँ व्यासलाई पनि गुरु मानेर व्यास पूर्णिमा, गुरु पूर्णिमामा गर्दै हुनुहुन्छ कि अहिले? गुरु पूर्णिमा भनेको खासमा गुरुको दर्शन, गुरुको चाहिँ गुरु पूर्णिमा भन्छ नि। गुरु चाहिँ पूर्णिमाको मतलब पूर्णमा, त्यो दिन चाहिँ गुरु त सधैँ गुरु नै हो। हरेक दिन गुरुसँग ज्ञान लिन सक्यो, हरेक सधैँ गुरुको शरणमा जानु पर्यो, गुरुद्वारा मार्गनिर्देशित हुनु पर्यो। तर गुरु पूर्णिमामा त्यही दिन चाहिँ किन विशेष महत्त्व भन्दा गुरु पूर्णिमा मतलब गुरु चाहिँ पूर्ण माको रूपमा त्यो दिन चाहिँ हामी दर्शन पाउन सक्छौँ।
मालाई पनि के भन्छ हामीलाई जन्म दिने आमालाई पनि पहिलो गुरु माता हो भन्छ नि। भनेको हामी जे सिक्छौँ जन्मेपछि एउटा बच्चाले सबैभन्दा पहिले जे कुराहरू सिक्छ, चाहे बोल्न हिँड्न संस्कारदेखि हरेक कुरा जे सिक्छ आमाबाट सिक्छ। त माँ भनेको एउटा सृष्टिकर्ता हो नि त। र त्यो माँको ममता, माँको वात्सल्यता, माँको चाहिँ हाम्रो सन्तानप्रतिको एउटा सफलताको कामनादेखि लिएर उसको विकास, उसको भविष्य सबैभन्दा बढी चिन्ता त माँलाई हुन्छ। माँको प्रेम, माँको ममता, माँको वात्सल्यता बिना त एउटा बच्चाको विकास हुन सक्दैन। त आज चाहिँ गुरु मात्रै नभएर गुरु भनेको ज्ञान, तर गुरु पूर्णिमाको दिन चाहिँ गुरु चाहिँ एउटा पूर्ण माँको रूपमा चाहिँ त्यो दिन त्यो मानसिकतामा त्यो स्थितिमा त्यो दिन चाहिँ हामी गुरुबाट चाहिँ एउटा वात्सल्यता पनि पाइयो, प्रेम पनि पाइयो र एउटा ज्ञानको वर्षादेखि लिएर शक्तिको वर्षा सबै कुरो हामी के हुन्छ भनेदेखि यदि हामी गुरुको शरणमा जान्छौँ, गुरु हामी मानेको छौँ, गुरुप्रति हामी विश्वास छ, श्रद्धा छ, विश्वास छ, गुरुप्रति भावना छ र हामी केही सिक्न चाहन्छौँ, हामीमा शिष्यत्व छ भने गुरु कहाँ जाने भनेको त शिष्यत्व हुनेले हो र शिष्यत्व सबैमा हुनैपर्छ। यदि हामी आफ्नो विकास गर्न, मनुष्य विकास, हाम्रो मनुष्य जीवनको विकास गर्न चाहन्छौँ भने शिष्यत्व सिक्ने भावना त हुनु पर्यो। शिष्यत्व भनेकै सिक्ने भावना हो। सिक्ने भावना भएन भने त आजसम्म जति जे विकास भएछ, चाहे जुनसुकै क्षेत्रमा, शिक्षाको क्षेत्रमा हो या चाहे अन्य भौतिक क्षेत्रमा या आध्यात्म क्षेत्रमा हो, मान्छेमा त सिक्ने प्यासले नै, विकासको प्यासले नै त विकास भएको। अब तपाईँ माता तीर्थमा आश्रम छ तपाईँको त्यहाँ होइन, आश्रम चलाउनुहुन्छ, त्यहाँ के छ खास? आश्रममा के हुन्छ? अब जस्तो अहिले नयाँ पुस्ताहरू पनि म यो ज्ञान सिक्छु भन्ने भयो भने कसरी जान सक्छन्? पहिलो कुरा त यो अघोर परम्परा भनेको एउटा गुरु शिष्य परम्परा हो। गुरु शिष्य भनेको गुरुको शरणमा एउटा शिष्य चाहिँ शिष्यत्व भावले गुरु कहाँ जान्छ र ज्ञानको याचना गर्छ। गुरुले उसलाई, आफ्नो शिष्यलाई एउटा सन्तान जस्तो ज्ञान दिएर चाहिँ, ज्ञान के त भन्दाखेरि ज्ञान हरेक कुराको हुन्छ। एउटा हामी मानव शरीरमा छौँ, त हामी एउटा समाजमा छौँ, धरतीमा छौँ, त यो जीवन छ नि त हाम्रो, एउटा मनुष्य जीवन छ। मनुष्य जीवन कसरी जिउनेदेखि लिएर मनुष्य जीवन के हो भन्नेदेखि लिएर हाम्रो हर चिज, उठ्ने, बस्ने, खाने, व्यवहार गर्ने, यो हर कुराको ज्ञान जरुरत छ नि त। एउटा मान्छे जन्मिँदै त ज्ञानी हुँदैन। एउटा बच्चा भन्छ, एउटा के भन्छ, बच्चा चाहिँ जन्मिँदै शूद्र हुन्छ भनेको अज्ञान। शूद्र भनेको सानो जात भन्ने होइन, समाजमा चाहिँ शूद्र भने सानो जात भन्छ। शूद्र भनेको एउटै व्यक्ति, हामी स्वयं एउटा व्यक्ति के भन्छ, पहिले जन्मिँदै त शूद्र हुन्छ, केही पनि थाहा हुँदैन, केही पनि अज्ञान हुन्छ। त्यहाँबाट चाहिँ पहिलो गुरु चाहिँ आमाले चाहिँ ज्ञान दिएर, संस्कार दिएर, माता पिताले चाहिँ उसलाई हुर्काएपछि गुरुको जिम्मामा लगाउने चलन हो होइन। अब जस्तो बाबा, हामी जस्तो बाबा भन्छौँ होइन, विभिन्न प्रकारका बाबाहरू देखिन्छ, त्यो मध्ये अलिकति महत्त्वपूर्ण मानिने अघोर बाबा पनि हो। खास गरी बाबा कति प्रकारका हुन्छन्? कस्तो कस्तो अवस्थामा कसलाई बाबा भन्ने, कसलाई अघोर बाबा भन्ने, के हुन्छ यसमा? सबैले बाबा भनिदिने, सबैलाई अघोर बाबा भनिदिने मिल्दैन होला, के छ? बाबा भनेको एउटा रेस्पेक्ट गरेर बोलेको शब्द हो होइन। हो, हामी सबै मनुष्य नै हो, सबै मनुष्य हो नि त होइन। तर अब के भने, एउटा तपाईँ कोही प्रोफेसर भयो त उसलाई प्रोफेसर होइन, गुरुजी भन्ने चलन भयो। कोही एउटा ड्राइभरलाई एउटा होइन एउटा सम्बोधन छ, मन्त्रीलाई अर्को सम्बोधन, प्रोफेसन अनुसार एउटा सम्बोधन हुन्छ। अध्यात्म मार्गमा साधु सन्त सन्यासी जो फकिर बनेर हिँड्छन् उनीहरू चाहिँ एउटा शिवको बाटोमा, शिवको आदर्शमा, शिवको गुण अपनाएर हिँडेको हुनाले शिवलाई त भोले बाबा भनिन्छ। शिवलाई त बाबा भन्ने चलन खास शिवलाई हो, शिव बाबा भनिन्छ नि त होइन। त्यही चाहिँ के भने साधु सन्त फकिर सन्यासीहरू पनि तपाईँको चाहिँ शिवकै बाटोमा, शिवकै मार्गमा हिँडेको, त्यही गुण धर्म अपनाएर हिँडेको हुनाले उनीहरूलाई पनि बाबा भन्ने चलन चलेको हो। बाबा कोही खास त्यस्तो एउटा रेस्पेक्ट हो, बाबा रेस्पेक्ट मात्रै हो। अब कोही यो के भने एउटा पदवी होइन होइन। अब एउटा के हो भनेदेखि गुरु, अघोर बाबा र शिव भिन्नता चाहिँ के हुन्छ? शिव र अघोर भनेको त शिव नै प्रथम अघोरी भनेकै शिव, शिवलाई नै अघोर भनिन्छ। हाम्रो पशुपतिनाथको दक्षिण मुखलाई, पशुपतिनाथमा 5वटा मुख छ, त्यो 5वटा मुखको जो दक्षिणपट्टिको मुख छ त्यही मुखलाई नै अघोर भनेर पूजा हुन्छ। भनेपछि अघोर भनेकै शिव हो, शिव भनेकै अघोर हो। भनेपछि शिवकै परम्परा चाहिँ अघोर हो।
होइन। शिवबाट जो ज्ञान एउटा परम्परा चल्यो त्यही ज्ञान परम्परा चाहिँ मनुष्यमा आउँदाखेरि चाहिँ तपाईँको चाहिँ अब जस्तै इतिहास कालमा चाहिँ जस्तै अवधूत शुकदेव, अवधूत दत्तात्रेय, होइन। अवधूत भनेको पनि अघोरै हो। यो अघोर शब्दको अर्थ भनेको कहीँ अवधूत भन्छन्, कहीँ परमहंस भन्छन्, कहीँ औलिया भन्छन्, ठाउँअनुसार कहीँ अघोरी भन्छन्, होइन। त्यो ठाउँअनुसार अलिकति भेद भएको हो। तर त्यो के भने शिवको त्यो अघोर स्वरूपलाई प्रतिनिधित्व गर्छ यसले, होइन। यसमा चाहिँ यो प्रतिनिधित्व गर्ने क्रममा चाहिँ इतिहासमा अवधूत दत्तात्रेय, अवधूत शुकदेव हुँदै अब यो वशिष्ठहरू, विश्वामित्रहरू, पछिल्लो समयमा आएर यो तपाईँको चाहिँ वामदेव, तैलङ स्वामी, बामा खेपा, यस्तो यस्तो हुँदै चाहिँ तपाईँ गोरखनाथ, होइन। गोरखनाथ त धेरै प्राचीनै मानौँ अहिलेको हिसाबमा। गोरखनाथ पनि अघोरै भनिन्छ गोरखनाथलाई पनि। गोरखनाथ, त्यस पछाडि किनाराम बाबा भन्ने आजभन्दा 500 वर्ष अगाडि किनाराम बाबा भन्ने हुनुहुन्थ्यो। त्यो किनाराम बाबाको परम्पराबाट हामी हौँ। आजभन्दा 500 वर्ष अगाडि किनाराम बाबा चाहिँ अघोराचार्य बाबा किनाराम भन्ने हुनुहुन्थ्यो, भनेको अघोरको आचार्य। त उहाँले चाहिँ स्वयं दत्तात्रेयबाट चाहिँ ज्ञान दीक्षा लिएर चाहिँ उहाँले चाहिँ अघोर परम्परा चाहिँ चलाउनु भएको। त्यो कन्टिन्यू चल्दै आएको परम्परामा चाहिँ अहिले हामी नेपालमा हाम्रो परम पूज्य गुरुदेव अवधूत मङ्गलधनराम बाबा भन्ने हुनुहुन्छ। उहाँले चाहिँ यो नेपालमा चाहिँ तपाईँको चाहिँ यो परम्पराको आश्रमहरू सुरुवात गर्नुभएको हो, होइन। हाम्रो चाहिँ शिवपुरीमा आश्रम छ, तपाईँको माता तीर्थमा छ, त्यस्तै भरतपुरमा छ, सिन्धुपाल्चोकमा छ, ठाउँ ठाउँमा हामी विकास गर्दैछौँ। त्यो आश्रमहरू किन विकास गरेको भन्दाखेरि पहिलो त गुरुको निवास स्थानलाई आश्रम भनिन्थ्यो। जस्तै अहिले त तपाईँको वृद्धाश्रम आछ, तपाईँको चाहिँ बालाश्रमहरू, अनाथ आश्रमहरू आछ, अनेक आश्रमहरू छ नि। तर वास्तवमा पहिले आश्रम भन्ने शब्द भनेको गुरुहरूको निवास स्थानलाई आश्रम भनिन्थ्यो। तपाईँको त्रेतायुगमा होस्, द्वापर युगमा होस्, तपाईँको भगवान् राम पनि आश्रम गएर चाहिँ अध्ययन गरेको, भगवान् कृष्ण आश्रम गएर अध्ययन गरेको, जति पनि राजाका छोरादेखि लिएर जनताका छोरासम्म सबै कहाँ जान्थे त विद्या आर्जन गर्न भन्दा आश्रम जान्थे। आश्रममा गुरुहरू हुन्थे, यिनै जो गुरुहरू हो, ऋषिहरू हुन्थे, होइन। कोही चाहिँ तपाईँको अब गृहस्थ गुरुहरू हुन्थे, कोही तपाईँको चाहिँ विरक्त गुरुहरू पनि हुन्थे। त्यही आश्रमको आश्रयमा गएर तपाईँको चाहिँ राजाको छोरादेखि प्रजाको छोरासम्म सबैलाई एक समान भावमा चाहिँ एउटै स्थितिमा रहेर चाहिँ तपाईँको आश्रममा बसेर चाहिँ ज्ञान आर्जन गर्थे। त्यहाँ के ज्ञान आर्जन गरे? स्कुल, कलेज, विश्वविद्यालय भन्ने त थिएन पहिले। सबै कुराको पढाइ त्यही नै हुन्थ्यो। तपाईँको वास्तुकला होस् कि पाककला होस् कि तपाईँको चाहिँ युद्धकला होस् कि तपाईँको ललित कला होस् कि र अन्ततः अध्यात्मसम्मको पढाइ चाहिँ आत्माको उद्धारसम्मको पढाइ, होइन। एउटा परिवार चलाउने, देश चलाउने, समाज चलाउनेदेखि लिएर आफूलाई मुक्ति हुने मोक्षसम्मको विद्याहरू चाहिँ कहाँबाट पाइन्थ्यो त भन्दा आश्रमबाट पाइन्थ्यो। अब कालान्तरमा समय सँगसँगै के भयो त विद्यालयहरू खोल्न थाल्यो, विश्वविद्यालयहरू खोल्न थाल्यो र त्यो समाजलाई चाहिने भौतिक कुराहरूको, सामाजिक कुराहरूको ज्ञान चाहिँ कहाँ दिन थाल्यो त स्कुलमा दिन थाल्यो, होइन। त्यहाँ गणित पढाइ हुन थाल्यो, साइन्स पढाइ हुन थाल्यो, तपाईँको चाहिँ साहित्य पढाइ हुन थाल्यो, अरू जे छ तपाईँको चाहिँ प्राविधिक कुराहरू त विद्यालयमा पढाइ हुन थाल्यो। तर विद्यालयमा यी अरू भौतिक कुराहरू पढाइ त हुन थाल्यो। अहिले पनि विश्वविद्यालयमा त अनेक विभागहरू छ नि त, होइन। तर अध्यात्मको त छैन, जीवनको त छैन। जीवन कसरी जिउनेदेखि लिएर अध्यात्म के हो, आत्मा के हो, अन्त ज्ञान के हो, एउटा मनुष्य जीवन कसरी जिउनुपर्छ भन्ने चरित्र के हो, अनुशासन के हो, नैतिकता के हो, प्रेम के हो, सद्भाव के हो, परोपकार के हो, सेवा के हो, यी कुराहरूको त पढाइ हुँदैन। अब अहिले यो चाहिँ अहिले भन्दैछु म, अहिले चाहिँ जो गुरुहरूको आश्रममा छ, जो अहिले विद्यालय विश्वविद्यालयमा पढाइ हुँदैन, त्यो कुराहरूको लागि कहाँ जानु पर्यो त? अहिले पनि हामी गुरुको ठाउँ जानु पर्यो, आश्रममा जानु पर्यो। त्यसका लागि हामी ठाउँ ठाउँमा यो आश्रमहरू गुरु महाराजले बनाउँदै हुनुहुन्छ। के का लागि त भन्दा यही हाम्रो देश, समाज, यो जो राष्ट्र हो, यहाँको जो मनुष्यता, जो घर परिवार छ, हरेक व्यक्तिको लागि पारिवारिक एउटा के भन्ने मानव सभ्यताको लागि भन्नुहोस्, एउटा मानव सभ्यता, मानव कसरी उच्चभन्दा उच्च स्थितिमा जाओस्, मान्छेको चेतना कसरी माथि बढोस्। मान्छेको चेतना जति चेतना बढ्छ उति सभ्यता बढ्ने त हो। त मान्छेको चेतना बढाउने, आध्यात्मिक चेतनादेखि लिएर सामाजिक चेतनादेखि लिएर शैक्षिक चेतना, हरेक कुराको जस्तै यहाँ जस्तै जो सामाजिक चेतनाबाट उठिसकेको छ उसलाई आध्यात्मिक चेतनाको जरुरत छ। अब अहिले हाम्रो गाउँमा कति गाउँमा त नर्मल सामाजिक चेतना पनि छैन,
सामान्य सरसफाइ हुनेदेखि लिएर भएको साधन स्रोतलाई कसरी व्यवस्थित गरेर सजिलो तर तपाईँको चाहिँ प्रयोग गर्ने होइन, कसरी आफ्नो विकास गर्ने, कसरी राम्रो भाषा बोल्ने, कसरी राम्रो तरिकाले एउटा मनुष्यवत आचरण, मनुष्यवत गुणहरूको गाउँमा त के सहरमा पनि अहिले मनुष्यवतको कुरामा त धेरै कमी छ होइन। यी कतिपयहरू त्यो कुरा सिक्नुपर्ने कुराहरू मान्छेको जीवनमा अनिवार्य कुराहरू छ। त्यो अनिवार्य सिक्नै पर्ने कुरो के का लागि भन्दा एउटा मनुष्यताको विकासको लागि, सभ्य समाजको लागि, सभ्य एउटा चेतनशील मानव, एउटा चाहिँ चेतनशील समाज, विकसित समाज, सभ्य समाजको लागि जो कुराहरूको जो चरित्र, जो तपाईँको चाहिँ चेतना, गुणहरू चाहिँ चाहिन्छ, त्यो सिक्ने ठाउँ भनेको आश्रम हो, गुरुको ठाउँ हो। अब गुरुहरूलाई, बाबाहरूलाई होइन, पछिल्लो समय एउटा कन्ट्रोभर्सी पनि आइरहेछ, सामाजिक सञ्जाल हेरिरहनु भएको छ होला, ठग, ढोगी, फटाको आरोप लागिरहेछ, के भन्नुहुन्छ? कस्तो हो भनेदेखि जस्तै जुन क्षेत्र सबैभन्दा उत्कृष्ट क्षेत्र हो, जो क्षेत्र सबैभन्दा अलिकति सबैले मानेको पुजेको क्षेत्र हो नि त, त्यही क्षेत्रमा फटाहरूले पनि त त्यो भेष धारण गर्न उनीहरूलाई सजिलो पर्छ। साधु कहिले कन्ट्रोभर्सी हुँदैन, साधु कहिले ढोंगी हुँदैन, गुरु भन्ने बित्तिकै, गुरु शब्दै त्यति पवित्र शब्द हो, त गुरु भन्ने बित्तिकै ऊ ढोंगी भन्ने त त्यो परिभाषा कहीँ लाग्दै लागेन नि त। गुरु भनेकै तपाईँलाई अन्धकारबाट जो चाहिँ गुरु भनेर पुग्छ, या पुगोस् या नपुगोस्, उसले आफूले देखेको, चिनेको, नचिनेको सबैप्रति चाहिँ जो चाहिँ अन्धकारमा छन्, हे भगवान् यिनीहरू चाहिँ कसरी, यिनीहरूको लागि चाहिँ म यिनीहरूलाई उज्यालो देखाउँ, कसरी यिनीहरूलाई उज्यालोमा ल्याउँ भनेर सोच्ने व्यक्ति, त्यति चिन्तनशील व्यक्ति, त्यो बसेको समाज, त्यो राष्ट्र, त्यहाँका भएको मानव समाज र हर व्यक्तिप्रति चाहिँ एउटा यो कसरी माथि उठोस् भनेर कामना राख्ने व्यक्तिलाई त ढोंगी भन्ने त त्यो परिभाषा कहिले लाग्दैन। त्यस्तो गुरुको नाममा ढोंगी पनि छन् कि छैन भन्दैछु भनेपछि गुरु आफै शब्दमै ढोंग भन्ने त त्यहाँ आउँदैन होइन। साधु भन्ने त्यो जो सज्जन हुन्छ त्यसलाई साधु भनिन्छ, जो सज्जन हो त्यो साधु हो। अब कोही फ्रड गरिरहेछ, कोही फटाइ गरिरहेछ, कोही चोरिरहेछ, लुटिरहेछ भनेपछि त्यसलाई साधु भन्नु त ऊ साधु नै होइन। तपाईँ साधु भनेर चाहिँ साधुले यसो गर्यो भन्नुहुन्छ भने त त्यो हाम्रो दृष्टिकोण गलत हो नि त। भन्नु पर्यो साधु होइन भन्नु पर्यो क्या। कोही गलत गर्दैछ, साधु के हो? हरेक कुरा चरित्र हो। साधु भनेको पनि एउटा चरित्रको पनि, साधु कस्तो चरित्र राख्नेलाई साधु भनिन्छ भन्ने कुरा हो नि त होइन। भनेको जो सज्जन छ, जो सबैको हितको बारेमा सोच्छ, जो सबैको लागि गर्छ, जो आफू त्याग तपस्या गरेर चाहिँ आफ्नो व्यक्तिगत स्वार्थमा ऊ छैन। अब व्यक्तिगत स्वार्थभन्दा सबैको हित, सबैको कल्याणको लागि उनी उठेको छ। जो कसैको कुभलो भन्ने, उसको कहीँ कुभलो भन्ने, पर अहित भन्ने उसको जीवनमा कहीँ छँदै छैन, त्यो व्यक्ति साधु हो। भनेपछि जो त्यसको विपरीत कर्म गरिरहेछ त्यो त साधु होइन नि त। त्यसलाई हामी साधु भन्छौँ। अब समस्या के छ भने साधुको भेषमा कसैले फटाइ गरिरहेछ, भेष साधुको लिएर फटाइ गरिरहेछ, तर बदनाम कसको हुन्छ? साधुको हुन्छ। तर साधुको त कर्म त्यो होइन भनेको यसको मतलब ऊ साधु नै होइन भन्ने बुझ्नुपर्छ समाजले। अब पछिल्लो समय मिडियामा आइरहनु भएको छ, वेदिका केसी चिन्नुहुन्छ, हेर्नु भएको छ? कहिलेकाहीँ देखेको छु मैले, कहिलेकाहीँ हेर्नु भएको छ। उहाँले कथावाचिका राधिका दासीको विषयमा कुरा उठाउनु भएको छ होइन। यसै गरी अन्य बाबाहरूको विषयमा पनि उहाँले कुरा उठाउनु भएको छ। चाहिँ कस्तो लागिरहेछ तपाईँलाई? अब कति कुराहरू के भन्छ भने, एउटा हाम्रो गुरुहरूले भन्नुहुन्छ अन्यायको विरोध गर्नु नै जवानी हो भनेर हाम्रो गुरुले भन्नुहुन्थ्यो, अग्रेसरले भन्नुहुन्थ्यो। अन्यायको विरोध गर्नु नै जवानी हो अरे क्या। यदि जवान खुन छ भने र हामी अन्याय देखेर बसिरहेछौँ भने हामी जवान होइन क्या होइन। त त्यो बहिनी पनि लाग्छ युवा हो होइन। अब उहाँलाई केही अन्याय देख्नुभयो होला, उहाँले केही मतलब ठगी भएको, तपाईँको माता झाँक्री साधु सन्तको नाममा ठगी भएको देख्नुभयो होला। त्यसको अन्यायको विरोधमा उहाँले चाहिँ आवाज उठाउनु भयो होला र उठाउनु पनि पर्छ। यदि गलत भइरहेछ भने गलतलाई हेरेर बस्नु पनि गलतै हो एक किसिमले होइन। उहाँले अब व्यक्तिगत रूपले या सामूहिक रूपले कसरी गरिरहनु भएको छ, कुन ढङ्गले गरिरहनु भएको छ। पहिले त कस्तो भनेदेखि गलतको विरोध गर्नुभन्दा पनि आफू सही हुनु भन्ने चाहिँ पहिलो कुरा हो। यदि म अर्कोको फलानु गलत फलानुको निन्दा शिकायत गर्दै हिँड्नु, आफ्नो समय बर्बाद गर्नुको सट्टा म आफूलाई ममा के दोष छ, ममा के खराबी छ, त्यसलाई सुधारेर म मेरो परिवारको लागि, मेरो समाजको लागि, मेरो देशको लागि र सम्पूर्ण मानवताको लागि म आफ्नो जीवन चाहिँ कसरी
सबैको काम लाग्ने बनाउन सक्छु भनेर सोच्नु त्यो सबैभन्दा उत्तम कुरा हो होइन। भनेको अहिलेको अवस्थामा उहाँले उठाएको विषय ठिक हो भन्दैछु। पहिले त आफू सही भएर आफू राम्रो काम गर्नु। यदि उहाँले केही आफूसँग जानेको, उहाँले आफू कैसँग विद्या छ, केही गुण छ, केही सिप छ, त्यो चाहिँ आफ्नो समाजको लागि, राष्ट्रको लागि त्यो चाहिँ उपयोग गर्नु, त्यो बेस्ट हुन्छ होइन। अब त्यो नहुँदा पनि यदि तपाईँले चाहिँ अब देखिरहनु भएको छ घरमा, परिवारमा, समाजमा चाहिँ गलत भइरहेको देखिरहनु भएको छ र तपाईँ युवा हुनुहुन्छ र तपाईँ बोल्दै हुनुहुन्छ भनेदेखि त्यो तपाईँ त्यसलाई धुन चाहनुहुन्छ, पखाल्न चाहनुहुन्छ, साफ गर्न, स्वच्छ गर्न चाहनुहुन्छ ताकि यस्तो नहोस् भनेर जागरण ल्याउन चाहनुहुन्छ, रूढिवादीको विरुद्ध जागरण ल्याउनुहुन्छ। तपाईँको चाहिँ जो चेतना छैन होइन, एउटा चेतना जगाउन, सही कुराको गलत कुरामा जो दौड लागिरहेको छ नि, गलत कुराको पछि जो भिड छ, त्यो भिडलाई चाहिँ सही र गलत के हो भनिदिन तपाईँ साँच्चै सक्नुहुन्छ भने त्यो राम्रै कुरा हो। अब तपाईँ के नियतले गर्नुभएको छ त्यो तपाईँको कुरा हो। हामी कसैको उहाँको बारेमा, हामी कोही व्यक्तिको पनि बारेमा हामीलाई केही उनै छैन होइन। तपाईँ उहाँको चाहिँ प्रशंसा पनि छैन, निन्दा पनि छैन। यदि देश, राष्ट्र र समाजको हितको लागि गर्दै हुनुहुन्छ भने धन्यवाद छ, साधुवाद छ। तर केही आफ्नो स्वार्थको लागि, आफ्नो प्रचारको लागि र तपाईँले गरेको कर्मले सिर्फ अर्काको तपाईँको सही मान्छेको पनि चरित्र हत्या गर्दै हुनुहुन्छ, सही काम गर्नेहरूलाई पनि निरुत्साहित गर्दै हुनुहुन्छ भनेदेखि त्यो फेरि गलत कुरा हुन्छ। किनकि त्यो अलिक विचार पुर्याएर गर्नुपर्ने हुन्छ। किनकि कसैको विरोध गर्नु भनेको उसले कसरी, तपाईँको चाहिँ कति व्यक्तिहरू त सही पनि हुनसक्छ नि त होइन। तपाईँ माताहरू भन्नुभयो, कोही साँच्चीकै आध्यात्मिक रूपमा, किन धरतीमा के छ, अनेकन शक्तिहरू छ होइन। कोही एउटा राम्रो दिव्य आत्माहरू, दिव्य शक्तिहरू हुनसक्छ, त्यसले चाहिँ कसैको चाहिँ हित गरिरहेको हुनसक्छ, कल्याण गरिरहेको हुनसक्छ। जस्तै अहिले हस्पिटलहरू आयो, तमाम कुराहरू आयो। योभन्दा पहिले तपाईँको समाजमा के थियो त? यही जडीबुटी, यही मन्त्र, अनेकन होइन दिव्य शक्तिहरूद्वारा, तपाईँको चाहिँ प्राकृतिक शक्तिहरूद्वारा, ऊर्जाहरूद्वारा चाहिँ मान्छेमा चाहिँ बिरामीहरूलाई हिल गरिन्थ्यो। भनेको त्यो सोही अनुसार अहिले एकजना सीमान्त गुरु भन्ने हुनुहुन्छ, त्यसले उपचार गर्नुहुन्छ, यही हो सिस्टम। उहाँको के सिस्टम हो उहाँले जान्ने कुरा हो होइन। तर धरतीमा अनेक शक्तिहरू छ होइन। जस्तै तपाईँ नै एउटा शुद्ध आत्मा हुनुहुन्छ, सबै कसैको बारेमा चाहिँ तपाईँको शुद्ध भावना छ, तपाईँ कसैको निन्दा शिकायत गर्नु हुँदैन, तपाईँ सत्यवादी हुनुहुन्छ, त्याग गर्नुभएको छ, तपस्या गर्नुभएको छ, ईश्वर तपाईँको चाहिँ इष्टलाई जप्नुहुन्छ र तपाईँ चाहिँ एउटा के भने एउटा चरित्रमा बस्नु भएको छ। तर कसैको कल्याण, तपाईँको अगाडि कोही व्यक्ति चाहिँ अहिले दुःखी भएर आयो, त्योप्रति चाहिँ तपाईँले कल्याणको भावनाले हेरिदिनु भयो, कल्याणका दुई शब्द तपाईँले चाहिँ बोलिदिनु भयो भने त्यो शब्दले पनि काम गर्छ, तपाईँको हेराइले पनि काम गर्छ। भने त्यो त हरेक व्यक्ति यदि त्यो स्थितिमा छ भने त्यो क्रिया त हुन्छ, नहुने होइन। तर अब रह्यो समाजमा चाहिँ अन्धविश्वासको नाममा तपाईँको चाहिँ ठगी धन्दा बनाएर होइन, कमाउने बिजनेस कमाउने नियतले कोही गइरहेछ भने त्यो त गलत कुरा हो होइन। र यी कुराहरू भनेको हामी साधु सन्तले कसले कसको विरोध गरिरहेछ, कसले के क्रिया गरिरहेछ, यो कुरा हाम्रो मतलबको विषय हाम्रो होइन। हाम्रो मतलबको विषय हो हामी के गर्ने, के समस्या के छ, के हामी एउटा स्थिति, एउटा परिवारमा के हालत छ, समाजमा के हालत छ, हाम्रो राष्ट्रकै के हालत छ होइन। यो अनि यसमा चाहिँ यो नहुनु पर्थ्यो। के भयो भनेदेखि यो समाज राम्रो उठ्थ्यो, के भयो भने हरेक व्यक्तिको व्यक्तित्व विकास हुन्थ्यो, त्यो कुरामा हाम्रो चिन्तन हो। त्यसको लागि हामी के गर्न सक्छौँ? आश्रम बनाएर हुन्छ कि एउटा जस्तै कार्यक्रम गरेर हुन्छ कि त्यसमा चाहिँ तपाईँको चाहिँ एउटा सामान्य शिविर चलाएर दुईजनालाई एउटा औषधि दिएर हुन्छ कि होइन, एउटा चेकअप गराइदिएर हुन्छ कि दोवटा विद्यार्थीलाई उपस्थित गरेर, जस्तै हाम्रो यही कार्यक्रममा वक्तित्व कला प्रतियोगिता भनेर अब आश्रम भनेको छ, साधु गुरुको अघोरी बाबाको ठाउँ भनेको छ, तर हामी गुरु पूर्णिमा के कार्यक्रम राख्दैछौँ त भन्दा स्वास्थ्य शिविर राख्दैछौँ। र अर्को के राख्दैछौँ हामी? तपाईँको वक्तित्व कला प्रतियोगिता राख्दैछौँ। त्यहाँ त कोही हामीले भजन कीर्तन नराम्रो भने होइन, भनेको पहिलो हाम्रो प्राथमिक कार्य के हो? हाम्रो अहिले समाजमा प्राथमिक कार्य के हो, जरुरी कार्य के हो? त्यो जरुरी कार्य पहिले गर्नु जरुरी छ। हामी चाहिँ के भनेदेखि हामी समाजलाई शिक्षा र स्वास्थ्य उपलब्ध गराउन चाहन्छौँ, भनेको त्यसको चेतना दिन चाहन्छौँ। जस्तै स्वास्थ्यमा तपाईँको अहिले हस्पिटलहरूको के हालत छ? हामी गयौँ भनेदेखि सारा सर्वस्व लुटाएर एउटा गरिबले हस्पिटल गएर उपचार गर्न सक्ने स्थिति छैन। भनेको स्वास्थ्य सेवा भन्छ नि, तर सेवा नभएर बिजनेस छ, स्वास्थ्य व्यापार। अब यसको व्यापार छ। अब यसको हामी विरोध गर्न निक्लेर त हामी सक्दैनौँ। तर अब यसमा हामीले के गर्न सक्छौँ भन्दा त हामी खुद आफू चाहिँ कमसेकम स्वास्थ्य शिविर लगाएर निःशुल्क रूपमा चाहिँ कमसेकम 4 जनालाई चाहिँ कमसेकम चेकअप गरिदिएर केही औषधि उपलब्ध गराइदिएर
त्यहाँबाट एउटा उदाहरण दिन सक्छौँ र हामी स्वयंले त्यही हामी आश्रममै हामी पछि चाहिँ निकट भविष्यमै अस्पताल बनाउने योजना छ। त अस्पताल चाहिँ किन बनाउँदैछौँ, त्यही स्वास्थ्य तपाईँको चाहिँ हामी सेवा दिन सकौँ होइन, एउटा गरिबलाई निःशुल्क दिन सकौँ, सक्षमलाई पनि सहुलियतमा, किन व्यवस्था त चलाउनु पर्ने हुन्छ, व्यवस्था चलाउनुको लागि चाहिँ हामीलाई उपलब्ध भयो भने त सबै निःशुल्क नै गर्न सकियो, तर पनि व्यवस्था चलाउनुको लागि व्यापार नगरी पनि सेवा दिन सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्नका लागि पनि हामी अब सबै पुरा देशवासीलाई एउटा साधुले एउटा आश्रमले हस्पिटल बनाएर पुरा सबको इलाज हामी गर्न सक्छौँ भन्ने त होइन। के भनेदेखि एउटा उदाहरण प्रस्तुत गर्ने हो क्या। हामी चाहिँ के भने अर्काको निन्दा अर्काको शिकायत भन्दा पनि हामी आफै हाम्रो आफ्नो जीवन त्यस्तो उदाहरणीय बनाऊँ। हामी उदाहरण दिउँ, एउटा अस्पताल यस्तो बनाऊँ कि जहाँबाट चाहिँ मान्छे छिरेपछि चाहिँ यता मन्दिर पनि साथमा, त्यहाँ चाहिँ औषधि डक्टरको तपाईँको चाहिँ मेडिकल्ली उहाँ चाहिँ ट्रिटमेन्ट होस्, साइडमा चाहिँ उसको ध्यान धारणा होइन, ध्यान गरोस्, जप गरोस्, भगवतीको आशीर्वाद लियोस्, गुरुको आशीर्वाद लियोस् र सबै कुराले दवा र दुवा भन्छ नि, एउटा साधु भाषामा दवा र दुवा भन्छ। एउटै कम्पाउन्डभित्र चाहिँ तपाईँको एकतिर हस्पिटल एकतिर मन्दिर, हस्पिटलबाट दवा पाउँछ यताबाट दुवा पाउँछ। दवा र दुवा पाएर चाहिँ ऊ यति रिलिफ भएर निक्लियोस् कि यति हल्का भएर निक्लियोस् कि त्यहाँबाट चाहिँ कि अहिले जो हस्पिटलबाट चाहिँ लुटिएर निक्लिनु पर्ने, तनाव भएर निक्लिनु पर्ने त्यो स्थिति नहोस्। एउटा उदाहरण प्रस्तुत गर्ने हो। त्यो उदाहरणबाट चाहिँ देखेर चाहिँ मान्छेले भोलि, किन सक्षम मान्छेहरू छ नि, गर्न सक्ने मान्छेहरू देशमा नभएको होइन नि, मान्छेहरू तमाम छ।